यस्तो मजा छ हेर म यसरी बसिरहेको छु काम गर हेलो गाइस एन्ड नमस्ते आवर युट्युब च्यानल एचआरबी भ्लग एन्ड हामी आज चाहिँ मर्स्याङ्दी नदीमा छौँ। यहाँ चाहिँ ऱ्याफ्टिङ गर्नका लागि हाम्रो बहिनी पनि छन् अनि हाम्रो पत्रकार महासङ्घ तनहुको सम्पूर्ण सदस्यहरू यहाँनिर चाहिँ हुनुहुन्छ। यहाँ इक्विपमेन्ट सहित हैन सबै तयारी छन्। हाम्रो प्रताप सर पनि यहाँ रेडी हो हैन। नमस्ते यहाँलाई। नेपाल पत्रकार महासङ्घ तनहु शाखाको यो संयोजनमा भानु नगरपालिकाको विशेष सहयोगमा आज हामी तनहुका पत्रकारहरू पर्यटन प्रबन्धनका लागि चाहिँ हामीले ऱ्याफ्टिङ मर्स्याङ्दी नदीमा जलविहार त्यसलाई ऱ्याफ्टिङ पनि भनिन्छ हामी गर्न गइरहेका छौँ। यसको लागि पकै पनि भाषण हैन यो लबाइलो र हाम्रो राजन सर यहाँ पुरा हल्लो हाई गर्दै आइरहनु भएको छ। अब हामी चाहिँ यहाँ ऱ्याफ्टिङ गरिहाल्छौँ हैन। हेलो गाइस हामी चाहिँ अब भने यहाँ रमाइलोमा छौँ हैन। हाम्रो टोली चाहिँ यहाँ छन्। यता पनि साथीहरू छन् अनि यता पनि साथी छन्। यस्तो मजा छ हेर म यसरी बसिरहेको छु काम गर्नेहरू हेर नि ल म तलब दिन नि फेरि काम नगरे होइन। ल यतातिरै ए मेरो मान्छेहरू मैले काम गर्न राखेको है दामी गरेर दामी है। ल हाम्रो गाइजहरू यता छन् है आइ भन्दै ल एचआरबी भ्लगमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरौँ फलोअर्स बढाउँ भाइ। आए भने कालो चस्मा लाए भने पक्लक्कै ढल्छ केटो ओके गाइस यति बेला हामी भने मर्स्याङ्दी नदीमा यो ऱ्याफ्टिङ गरिरहेका छौँ। साह्रै रमाइलो भइरहेको छ। उल्टी हान्दिने हो र जाडो छ गाह्रो छ होइन तर पनि खत्रै रमाइलो भइरहेछ। अब हेर्दै गर्नु होला ओके गाइस हामी यति बेलाको क्रममा मर्स्याङ्दी नदीमा चाहिँ यो जलविहार गरिसकेपछि यसरी हामी निस्किरहेका छौँ। हाम्रो बस यहाँ रेडी छ। सबैलाई धेरै धेरै धन्यवाद छ र हाम्रो सम्पूर्ण दाइहरूलाई पनि धन्यवाद दिँदै यहाँले अन्तिमसम्म हेरेर साथ दिनुभयो। सबैलाई धेरै धेरै धन्यवाद। स्वर त त्यस्तै हो होइन कराउँदा कहाँ पुरा रहन्छ र भन्दै अहिले पनि छुट्छौँ। बाई।